आज आएको बाढी कति भयानक थियो भन्ने कुरा यही एउटा सीसीटीभी फुटेजले स्पष्ट देखाउँछ। यो रसुवा नाकाको चिनिया क्षेत्रतर्फ रहेको अध्यागमन विभागको सीसीटीभीले नेपालको करिब 9 बजेतिर खिचेको फुटेज हो। अझ धेरै तनावको विषय त के छ भने तिब्बतमा आएको हिमपैह्रोको कारण थुनिएको जुन नदी विस्फोट भएर यो बाढी आएको छ त्यो नदी पूर्ण रूपमा खोलिसकेको छैन। त्यसैले अब त्यो नदी फेरि खुल्दाखेरि अर्को यस्तै बाढी आउन सक्ने भएकोले गर्दा रसुवा, धादिङ, चितवन, नुवाकोट लगायत आसपासका नागरिकहरू अझै पनि सचेत रहनुपर्ने देखिएको छ। किनकि बाँकी रहेको भाग कतिखेर फुटेर आउने हो कुनै अत्तो पत्तो छैन। खैर दिउँसो 4 बजेसम्मको अपडेट अनुसार नुवाकोटमा 4 र धादिङमा 4 गरी हालसम्म 8 जनाको शव भेटिएको छ भने नेपाल प्रहरीतर्फ 26 जना, सशस्त्र प्रहरी बलतर्फ 9 जना र नेपाल आर्मीतर्फ 44 जना गरी कुल 79 जना सुरक्षाकर्मीहरू सम्पर्कविहीन रहेका छन्। टिमुरे, स्याप्रोबेसी र रसुवागढीमा बाढीले क्षतिग्रस्त बनाएपछि उनीहरू सम्पर्कविहीन भएका हुन्। यसैगरी लाङटाङ र रसुवागढी हाइड्रो पावरको सुरुङभित्र 25 जना मजदुरहरू फसेको खबर आएको छ भने नेपाल पर्यटन बोर्डका अनुसार कुल 384 जना पर्यटकहरू जसमा 291 जना विदेशी र 93 जना नेपाली गरी सो क्षेत्रमा अहिले सम्पर्कविहीन भएका छन्। यस्तै चीनतर्फ भने 11 जना नागरिक हराइरहेको बुझिएको छ र हालसम्मको आधिकारिक डाटा यति मात्रै बाहिर आए पनि पुरा गाउँ नै पुरिएकोले गर्दा बेपत्ता हुनेको संख्या यति नै हो भन्न सकिने अवस्था छैन। यस्तै हालसम्म नोटिस गरिएको भौतिक क्षतिको कुरा गर्ने हो भने नेपाल र चीन जोड्ने ऐतिहासिक र रणनीतिक मितेरी पुल पूर्ण रूपमा ध्वस्त भएको छ। यस्तै टिमुरे सुखा बन्दरगाह जाँचपासको लागि राखिएको 500 वटा भन्दा बढी कन्टेनर र गाडीहरू बाढीले बगाएको छ वा लेदोले पुरिएको छ। यस्तै कुल 14 वटा हाइड्रो पावर प्रोजेक्टहरूमा 748 मेगावाट क्षमतामा गम्भीर क्षति पुगेको छ, जसको कारणले गर्दाखेरि नेपालको राष्ट्रिय प्रशासनलाईको करिब 12% बिजुली आपूर्ति बन्द भएको छ। यस्तै टिमुरे बजार, स्याप्रोबेसी, मैलुङ र शान्ति बजारका नदी किनाराहरूको बस्तीहरू पूर्ण रूपमा बगाएको छ भने सडक मार्गतर्फ पासाङलामु राजमार्ग र त्रिशुली करिडोरका 19 वटा पुल तथा 40 किलोमिटर सडक खण्ड बगेकोले गर्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ। खैर बाढीपछि सरकारको तर्फबाट चालिएका कदमहरूको विषयमा कुरा गर्ने हो भने विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ। बाढीबाट अति प्रभावित रसुवा र नुवाकोटको तटीय क्षेत्रहरूलाई सरकारले तत्कालको लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो। यसै गरिकन 10 बुँदे निर्णय पनि गरिएको छ, विशेष निर्णय गरिएको छ, जसमा मन्त्री परिषदको आकस्मिक बैठकले घाइतेहरूको उद्धार, पुनर्स्थापना र राहतको लागि 10 वटा महत्त्वपूर्ण नीतिगत निर्णयहरू पारित गरेको छ भने 2.5 करोडको आपतकालीन बजेट पनि छुट्याइएको छ, जुन चाहिँ राहत र उद्धार कार्यको लागि तत्काल अघि बढाउन भनेर 3 वटा जिल्लामा गरी 2.5 करोड रुपैयाँ आपतकालीन राहत कोषको विनियोजन गरिसकेको छ र घाइतेहरूको निःशुल्क उपचार गर्ने भएको छ। बाढीमा परि घाइते भएका सबै नागरिकहरूको देशको प्रमुख अस्पतालमा पूर्ण रूपमा निःशुल्क उपचार गर्ने व्यवस्था र निर्णय सरकारले गरेको छ भने हवाई टोली परिचालन पनि गरिएको छ, जसमा सुर्खेत र इटलीबाट थप 2 वटा सहित गरी कुल 12 वटा हेलिकप्टरहरू सेना र निजी परिचालन गरिएको छ, जसले उद्धार र खाद्यान्न ढुवानको लागि प्रभावित क्षेत्रहरूमा खटाइएको छ। यसै गरी 4 प्रमुख अस्पतालहरूलाई हाई अलर्टमा राखिएको छ, जसमा वीर अस्पताल, ट्रमा सेन्टर, त्रिवी शिक्षण अस्पताल र नेपाल एफिएफ अस्पतालका 100 बेडहरू चाहिँ सुरक्षित राखी विशेष मेडिकल टोली तैनात गरिएको छ भने चीन र भारतसँग प्राविधिक सहयोग मागिएको छ। रसुवागढीको मितेरी पुल बगेको र तिब्बततर्फ हिमताल फुटेको आशंका गरिएकोले सरकारले चीन र भारत दुवै देशसँग तत्कालै उद्धार र पूर्वाधार निर्माणको लागि सहयोग पनि माग गरेको छ। यस्तै यातायात र यात्रामा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ, जसको यो कारण चाहिँ थप मानवीय क्षति रोक्नको लागि भनेर गल्छी, त्रिशुली, रसुवागढी सडक खण्ड र नदी किनारामा रहेको राजमार्गहरूमा गाडी चलाउन, आवाजावत गर्न पूर्ण रूपमा रोक लगाइएको छ भने यसमा विपक्षी दलहरूले पनि ऐक्यबद्धता जनाएका छन्। संसदमा विपक्षी दलका सांसदहरूले समेत सरकारको राहत तथा उद्धार कार्यमा पूर्ण रूपमा सघाउने र राजनीति नगर्ने प्रतिबद्धता जनाएका छन्। र यो सँगसँगै सरकारले अब अस्थायी बेली ब्रिज र सञ्चार पुनर्स्थापना गर्नको लागि पनि एकदमै अगाडि बढेको देखिन्छ। अहिले बगेको 19 वटा भन्दा बढी पुलहरूको ठाउँमा तत्कालै अस्थायी बेली ब्रिजहरू राख्नको लागि र टेलिकमका टावरहरू मर्मत गर्नको लागि चाहिँ प्राविधिक टोलीहरू स्थलगत रूपमै परिचालन गर्ने भएको छ। किनभने अहिले धेरै ठाउँमा चाहिँ टावरहरू बगाएको कारणले गर्दा त्यहाँ सञ्चारको कुराहरू यानि कि फोन लाग्ने कुराहरू नभएकोले गर्दा उद्धारमा निकै कष्ट भइरहेको छ, जसलाई सरकारले अहिले तत्कालै अगाडि बढाउने निर्णय गरेको छ। जोस अहिले हामी सबैजना मिलेर हामी जहाँ छौँ सुरक्षित बस्नुपर्छ र एकअर्काको सहयोग गरौँ, सक्दो उद्धार गरौँ, उद्धार गरिसकेकाहरूलाई चाहिँ खाने बस्ने व्यवस्था गरौँ र सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ अहिले होइन विभिन्न चितवनमा जस्तो नारायण नदीतिर चाहिँ बाढी हेर्न जाने, त्यहाँ आएको सामान निकाल्न जाने यस्ता कामहरू धेरैजनाले गरिराख्नु भएको छ। प्लिज यस्तो काम नगर्नु होला, किनभने माथि जमेको खोला अझै पनि बाँकी छ, त्यो फेरि फुटेर आयो भने
अर्को थप मानवीय क्षति हुनसक्छ। त्यस कारणले गर्दाखेरि यो संवेदनशीलतालाई बुझेर अहिले कन्टेन्ट बनाउने, टिकटक बनाउने अनि त्यहाँ चाहिँ कबाडी झिक्ने, फलाम झिक्ने, काठ झिक्ने यस्ता कामहरू गर्नेतिर नलाग्नको लागि हामी अनुरोध गर्न चाहन्छौँ।